कोरोना भाइरसको लक्षणको रूपमा अहिले अलिकति आँखा रातो देखिने, आँखा चिलाउने, आँखा तपाईँको कचरा लाग्ने, आँखाबाट आँसु बढी आउने, आँखामा हल्का सुजन हुने समस्या, जुनलाई हामी कन्जन्टिभाइटिस अथवा आँखा पाक्नु अथवा आँखा गेल पनि भनेर बुझ्दछौँ। त्यो चाहिँ कोरोनाको शारीरिक लक्षणहरू सँगसँगै आउँदाखेरि हामी अलिकति सतर्क हुनुपर्छ र यसमा डराइहाल्नु पर्दैन। सबै बिरामीमा होइन, 100मा 1जना 2जनामा चाहिँ हामीले चाहिँ यस्तो आँखा पाक्ने रोग कोरोना भाइरसको सङ्क्रमणको बेलामा देखेको छौँ र यसलाई चाहिँ सतर्कता रूपमा लिनु पऱ्यो र टेस्ट गरेर थप सतर्कता हुनु पऱ्यो र घरमै पनि यसको उपचारको लागि आँखामा पानी छ्याप्ने अनि चिसोले सेक्ने 1-2 दिन त्यस्तो गरेर हेर्दाखेरि पनि कम भएन भने चाहिँ आँखा उपचार केन्द्रहरूको सम्पर्कमा आउनुपर्ने हुन्छ। यो कोरोनाको उपचारमा हामीले चाहिँ जुन सङ्क्रमण बढ्दै जान्छ फोक्सोमा, त्यसको चाहिँ फोक्सोमा धेरै सुजन हुने भएर यसमा हामीले स्टेरोइडहरूको प्रयोग गर्छौँ। स्टेरोइडहरूको प्रयोग गरेर ज्यान जोखिमबाट बचाउनलाई स्टेरोइड भन्ने औषधिको प्रयोग जरुरी हुन्छ। तर त्यो औषधि प्रयोग गरेर तपाईँ इम्युनिटी कमजोर हुने भएर चाहिँ यस्तो खालको कीटाणुहरू चाहिँ कहिलेकाहीँ हाबी भएर चाहिँ यो लक्षण देखिन सक्ने सम्भावना हुन्छ र यो एकदम दुर्लभ हो। यसबाट त्रसित नहुनु होला भनेर मैले यो विशेष सन्देश दिन खोजेको। यो सबै बिरामीमा हुँदैन। यो इम्युनिटी कमजोर भएको, डायबिटिज जस्तो बिरामी, अनकन्ट्रोल डायबिटिज, सुगर कन्ट्रोलमा नभएको डायबिटिजमा, क्यान्सरबाट उपचार गरिरहेको बिरामीहरूमा, किडनी ट्रान्सप्लान्ट गरेको बिरामीहरूमा, होइन, रेनल ट्रान्सप्लान्ट गरेको, त्यसपछि लिभर ट्रान्सप्लान्ट गरेको बिरामीमा, अनि मैले भने अघि जस्तो एचआइभी एड्सको लास्ट स्टेजहरूको डिजिज भएको बिरामीहरूमा चाहिँ कहिलेकाहीँ यस्तो सङ्क्रमणहरू चाहिँ अलिकति बढी देखिन सक्छ, जसलाई म्युकोरमाइकोसिस पनि भन्छौँ हामीले हो। तर यो सबै बिरामीमा देखिँदैन, एकदम दुर्लभ छ। यो पहिला पनि आइसियुमा धेरै दिन राखेको बिरामीहरूमा देखिन्थ्यो कहिलेकाहीँ, र अहिलेसम्म नेपालमा खासै यसमा केसहरू रिपोर्ट भइसकेको छैन। दुईवटा केसहरू अब्जर्भेसनमा चाहिँ छन् अहिलेसम्म। तर त्यसरी अहिलेसम्म नेपालमा जसरी इन्डियामा देखियो भने जस्तो नेपालमा चाहिँ हामीले अहिलेसम्म देख्न सकेका छैनौँ र हाम्रो अस्पतालमा पनि त्यसरी अहिलेसम्म बिरामीहरू आउनुभएको छैन। र यसको मुख्य लक्षण भनेको चाहिँ सुरुवाती अवस्थामा आँखामा अलिकति रातो हुने, आँखा सुजन भास्तो हुने, आँखा दुख्ने, आँखा डबल देखिने, दुईटा देखिने, आँखाको चाल चाहिँ माथि तल हेर्ने नमिल्ने, आँखाको जुन ढक्कनी हुन्छ हाम्रो यो खोल्ने बन्द गर्ने हो त्यो पनि मजाले पुरै नउठ्ने हुने र तपाईँको बिस्तारै पछिल्लो सङ्क्रमण बढ्दै गएपछि आँखा सुजन भएर आँखा नै बाहिर आउने जस्तो क्रम हुन्छ भने त्यसको छेउछेउको मांसपेशीहरूमा पनि इन्फेक्सन फैलियो भने भोलि गएर मस्तिष्कसम्म इन्फेक्सन फैलिन सक्ने डर हुन्छ यसमा। र साथै यसले फोक्सोमा, मस्तिष्कमा पनि इन्फेक्सन गर्छ र त्यो अन्तिम अवस्थामा पुग्नुभन्दा अगाडि नै हामीले यसलाई सही पहिचान गरेर समयमै आँखा उपचार केन्द्रहरूमा चाहिँ सम्पर्क गर्न जरुरी हुन्छ। र फेरि पनि दोहोऱ्याउँछु, यो दुर्लभ हो, धेरै कम बिरामीमा देखिन्छ। नेपालमा अहिलेसम्म धेरै देखेको पनि छैन। इन्डियामा आए पनि हाम्रोमा अहिले कम छ यसमा, र यसबाट त्रसित नहुनु भनेर यो। साथै अब कोरोनाले गर्दाखेरि अब अहिले जुन हाम्रो यहाँ नियमित अपरेसन गरेर फलोअपमा आउनुपर्ने बिरामीहरू पनि धेरैजनाले मलाई फोन गर्नुहुन्छ, डाक्टर साहब बाफ लिन मिल्छ कि मिल्दैन, बाफ लिँदाखेरि असर गर्छ कि आँखालाई। उहाँहरूलाई पनि म त्यही सन्देश दिन चाहन्छु कि किनभने यो सङ्क्रमणमा घरेलु उपचारहरू पनि राम्रो देखिएको, बाफ लिने र यो कडाहरू खाने जुन प्रचलन छ त्यो राम्रै देखिएको भएर बाफ लिनुमा कुनै रुकावट छैन भनेर म सेयर गर्न चाहन्छु, भन्न चाहन्छु यहाँहरूलाई। बाफ लिएर आँखालाई कुनै असर गर्दैन, किनभने बाफ लिँदाखेरि आँखा बन्दै हुन्छ। अपरेसन गरेको बिरामीहरूले पनि बाफ लिन सक्नुहुन्छ र अपरेसन गरेको बिरामीहरू अहिले घरमै पनि धेरैजना त्रसित भएर आउन सक्नुभएको छैन फलोअपमा। उहाँहरूलाई पनि एउटा के सन्देश दिन चाहन्छु भने नडराउनुहोस्, घरमा बस्नुभएको छ, राम्रै छ, निषेधाज्ञा छ अहिले। अब धेरै मुभमेन्ट हिँडडुल पनि गर्नु राम्रो होइन। आँखा धेरै रातो भयो, आँखा धेरै तपाईँलाई दुख्यो, दृष्टि अचानक अपरेसनको भोलिपल्टभन्दा बढी कमजोर भएको जस्तो लाग्यो भने चाहिँ अस्पतालको सम्पर्कमा आउनु होला। नत्र 6 हप्तासम्म, अपरेसनको 6 हप्तासम्म जसरी हामीले औषधि हाल्नु भनेको थियो त्यही औषधिहरू नियमित रूपमा हाल्दै गर्नु होला भन्ने मेरो एउटा चाहिँ तपाईँहरूलाई अनुरोध छ।